आज चाहिँ बजारमा साथी र म भएर के खानेकुराहरू खायौँ त कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आजको भिडियोको सुरुवात चाहिँ यहाँदेखि सुरु हुन्छ र आज चाहिँ म सानो कामले बजारतिर झरेको थिएँ र बजारमा चाहिँ मेरो साथीसँग भेट हुन्छ र साथीसँग भेट भएपछि त्यही त हो सन्चो बिसन्चो कुरा हो। अनि साथीसँग भेटेपछि यसो नास्ता सास्ता पनि खानु पर्यो भनेर हामीले चाहिँ एउटा होटलमा गएर पकोडा सकोडा अदर गरेर चटनीसँग लाबर लुबर पारेर खानतर्फ लागेका थियौँ र मलाई त झन् अति नै भोक लागेको थियो। त्यही भएर मैले पनि पकोडा मस्त पारामा खाइदिएँ। अनि यस्तो लङ टाइम पछि साथीसँग भेट हुँदा पनि मन भने लास्टै खुसी पनि लागिरहेको थियो र यता फेरि मौसमले पनि च्यालेन्ज दिइरहेको थियो। त्यसैमा हामीले चाहिँ स्पाइसी खानेकुराहरू खाइरहेका थियौँ र एकछिनमा पकोडा सकोडा सिद्धाएर टिस्यु पेपरले मुखसुख पुछेर मस्त पारेमा यता चाहिँ हामीहरू बसिरहेका थियौँ। अनि त्यत्तिकै खाली के बस्नु भनेर यता फेरि स्पाइसी कुरकुरे खानतर्फ लाग्यौँ। हामीले फेरि यता चाउमिन पनि अर्डर गरेका थियौँ। वेटरले आएर चाउमिन दिएर जानुभयो र फेरि मैले फर्स्ट बाइट खाइदिइहालेँ। होइन कति धेरै खानेकुरा खान सकेको राक्षसी हो कि क्या हो भनेर भन्नुभएको होला। हामीहरू चाहिँ बजार आएपछि यस्तै नै हो, खानेकुरा त फेरि ढुस्दै खाएर घर फर्किन्छ होइन। त्यही माथि साथी र म बल्ल धेरै समयपछि भेट भएको यतिको त खानु नै पर्यो। कि कसो साथीभाइहरू, चाउमिन देख्दा त धेरै नै मिठो होला जस्तो थियो, तर के गर्नु खाँदा त घरमा बनाएको भन्दा पनि बेकार थियो। तर पनि पैसा परेको भएर खाइ त सिद्धाउनु पर्यो र खाइ सिद्धाएर मस्त पारामा यता चाहिँ हामीहरू हावा खाँदै बसिराखेका थियौँ र समय पनि धेरै नै अबेर भइसकेको थियो। अनि हामीहरू चाहिँ एकवटा एक्सट्रिम खाएर इनर्जी ड्रिङ्क पिउँदै घरतर्फ लाग्यौँ। र आजको भिडियो यही अन्त्य हुन्छ। यस्तै भिडियोको लागि च्यानललाई सब्सक्राइब गरेर जानु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई।